हेलो साथीहरु, आज चाहिँ म हेर्नुस् है, यो च्वाचेको मासु काट्दैछु है साथीहरु। हेर्नुस् है, कति बलियो कि हो साथीहरु। आज चाहिँ घरकै सुँगुर ढालेको साथीहरु र कसलाई मन पर्छ साथीहरु, यस्तै हेर्नुस् न। हो, देख्नु हुँदैछ कस्तो बलियो छ। हेर्नुस् है साथीहरु। तपाईहरुलाई पनि यो चचेको मासु त मन पर्छ होला साथीहरु। र यो चाहिँ काट्दैछु है म साथीहरु। आज चाहिँ भने चचेको मासु खाइन्छ। चाहिँ पसिनेर बफाएर राख्नुपर्छ नि त मासु चाहिँ, र धेरै पछिसम्म खानु मिल्छ साथीहरु। हेर्नुस् है, अब चाहिँ दिउँसोको खानामा चाहिँ सुँगुरको मासु खाइन्छ साथीहरु। हेर्नुस् है, यो चाहिँ काट्दा चाहिँ यस्तो ठुल्ठुलो काट्नुपर्छ नि त, मसिनो बनाउनु मन पर्दैन। यो चाहिँ होटल पिस होस्। यो चाहिँ एकदम मलाई बेसी पनि पर्दैन, तर सुँगुर मासु चाहिँ मसिनो काटेको चाहिँ मन पर्दैन साथीहरु मलाई। हेर्नुस् नि, यस्तो काट्नुपर्छ साथीहरु। अब यो चाहिँ मुटु कलेजो पनि अलिअलि चाहिँ लाउनु पर्छ नि त साथीहरु। हो, र यो चाहिँ कलेजो मन पर्छ नि त हो मलाई। खानुपर्छ है साथीहरु। चचेको मासु चाहिँ खानुपर्छ साथीहरु। तपाईहरुलाई चाहिँ मन पर्छ पर्दैन? मलाई चाहिँ मन पर्छ। ल साथीहरु, दिउँसोको चाहिँ यत्रो काटे चाहिँ अब यस्तो मासु काटेको छु। र अब चाहिँ यो चाहिँ बफाएर राख्नुपर्छ। हेर्नुस् है, कस्तो मासु छ। यसलाई चाहिँ बफाएर राख्नुपर्छ साथीहरु। चाहिँ 2-4 दिनसम्म पनि खानुहुन्छ नि त। र साथीहरु, आजको लागि चाहिँ म यति नै सानो भिडियो यहीँसम्म राख्दैछु। र साथीहरु,